Hi everyone, good morning, namaste, welcome back to my YouTube channel again Uma's Fresh Vlog. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ after long time मैले भिडियो स्टार्ट गर्दै छु गाडी देखि अनि यस्तो राम्री भएको देख्नु भएको होला। यति राम्री भएर मैले भिडियो स्टार्ट गर्दै छु किनभने देखि आज दाइको बिहे सो हामी चाहिँ जन्ती आएको छौं अनि मैले चाहिँ आज धेरै पछि भ्लग स्टार्ट गर्ने निर्णय गरे है। अनि सो बेहुला चाहिँ यता हुनुहुन्छ, से हाय हाय सुजिता हाय हाय। कस्तो लाग्दैछ? निन्द्रा लागिरहेछ, गाना बजाएर नाच्नु पर्यो। बेहुलालाई नै निन्द्रा लागेको जस्तो छ, के हो पारा यस्तो लाग्दैछ? त्यस्तो हुनु भएन, वेटिङ गर्नु परेन। बेहुलीको माया लागिरहेछ बेहुलालाई, बेहुलीसँग भेट्न मन लागिरहेछ, बेहुलीसँग भेट्न मन छ त्यही भएर रुइरहेछ। अनि बेहुलीलाई आफ्नो घर लान चाहन्छ त्यही भएर रुइरहेछ। कहिले लग्नु मेरो बेहुलीलाई भनेर। बेहुला तिम्रो को? बेहुला मेरो दाइ हो। अनि दाइको बिहेमा खुसी छौ कि छैन? हो। अनि भाउजूलाई भेटेर आयो अघि? भेटेनौ? भाउजूको नाम के हो? सोना श्रेष्ठ हो। गाइज स्ट्रगल इज हियर। टिकटक बनाउनलाई यहाँ स्ट्यान्ड बनाएर यहाँ हेर्नु कति राम्री ब्युटिफुल गर्ल। तारिफ गर्नुपर्छ आफ्नै। यहाँ बेहुलाको बहिनीहरू भोक लागेर ढुङ्ग्री चबाउँदैछ। बेहुला चाहिँ खानु हुँदैन भने त मात्र नत्र बेहुलाले खाइसक्छ। के हो कुरो? सुस्मितालाई कति राम्री देख्या हो। अब चाहिँ भर्खरै बेहुला बाहिर आएको समय। त्यस्तो छ माहौल अहिले। ओ ब्ल्याक देख्यो, ब्ल्याक केही छैन। हाम्रो चाहिँ गाडीहरू यहाँ अनि एउटा चाहिँ पछाडि छ। नपकड्ने हजुर। हामी चाहिँ पत्रे बोकेर जाँदैछौँ। अब म चाहिँ लास्टमा छु। शुभ विवाह तेज बहादुर श्रेष्ठ, सोना श्रेष्ठ। हैप्पी मैरिड लाइफ बोथ ऑफ यू। दाइ भाउजू कपोलम अभिमत फलदातारम कामे गणपतिम वन्दे। ओम भूर्भुवः स्वस्ति महागणाधिपतये नमः। ऋषिकाय सांगाय सायराय श्रीमन् महागणाधिपतये नमः। समर्पयामि उच्च गणेश नारायण तराय किन्ने रहे। अब बरले एउटा गोदान गर्नु।
गाइज देखिहाल्नुभयो होला हजुरहरूले अघि मैले चाहिँ थोरै थोरै भिडियो हाल्नेछु भिडियो त्यो स्विमर गरेको घुमेको यताउता गरेको मैले भिडियो बनाएँ अनि यस्तै भइरहेछ अनि बिहानदेखि चाहिँ मैले केही पनि खाएको छैन अहिले चाहिँ 10:30 भएछ केही पनि खाएको पनि छैन अनि भोक पनि लागिरहेको अनि म चाहिँ यहाँनिर अगाडि यो घरको अगाडि फोटो खिच्न भनेर आएको छु आई डोन्ट नो कस्तो आइरहेछ सो धेरै पछि भिडियो बनाएर अकवर्ड पनि लागिरहेछ तर केही छैन आई विल ट्राई माई बेस्ट होइन राम्रै बनाउने छु त्यही हो हेर्दै गर्नु होला लास्टसम्म के कस्तो हुन्छ म हजुरलाई देखाउने छु अनि त्यही हो सुरज दाई बिहेको भोज खाए ल सबैजना धमाधम सो गाइज हामीले चाहिँ दाइ र भाउजूको बिहे भोज पनि खाएर यता आइसक्यौँ अनि माथि चाहिँ गीत बजिरहेको सायद यहाँ पनि सुनिरहेको होला हजुरहरूले ठुलो साउन्ड मेरो भन्दा पनि ठुलो चाहिँ म्युजिक सुनिराख्नु भएको होला तर केही छैन मैले पनि ठुलो ठुलो स्वरमा बनाइराखेको छु अनि यस्तै हो खायौँ रमाइलो गऱ्यौँ एकदमै अब यहाँ चाहिँ म आएको थिएन फर्स्ट टाइम हो अनि हाम्रो चाहिँ अब टाढा पनि पुग्नु पर्ने छ नि त सो त्यही भएर अब चाहिँ हामी छिटो छिटो गरेर निस्किन्छौँ होला आई थिङ्क अनि त्यही हो हिजो चाहिँ मैले मेहन्दी लगाएको थियो मेरो मेहन्दी चाहिँ यस्तो रहेको छ अनि त्यस्तो प्रिपेयर भएर चाहिँ म आइनँ हतार हतारमै आएको हो अनि सो हिजो चाहिँ यता म रुमदेखि यता दाइकोमा जाँदाखेरि चाहिँ बाइकमा गएको थियो अनि बिहान पनि प्लस चिसो बिहानै छिटो उठ्यो अनि खोकीहरू लागिरहेको छ क्या एकदमै अब यो घामले हराउँछ होला तराईको घामले आई डोन्ट नो वाइ धेरै पछि भिडियो बनाएर हो के हो मेरो चाहिँ पुरै भोइसहरू नै निस्किरहेको छैन कि के गरौँ भइरहेछ इट्स ओके आई विल ट्राई माई बेस्ट गाइज यस्तो खालको घरहरू चाहिँ कसलाई राम्रो लाग्छ मलाई चाहिँ यो पहाडतिर अब यस्तो घर हुन्छ नि त एकदमै राम्रो लाग्छ कि यहाँ देख्न सक्नुहुन्छ यहाँ अर्को पनि छ कि मलाई चाहिँ यस्तो टाइपको घरहरू चाहिँ अलि मतलब पुरानो डिजाइनको भए पनि जे होस् राम्रो लाग्छ हाम्रोतिर त्यस्तो नभएर पनि होला अनि साथीहरू हेर्नु न यहाँ पहाडहरू कत्रो नारायण शिव हाम्रोतिर अब रुखहरू टन्नै हुन्छ नि त तर यहाँ चाहिँ एउटा रुखहरू नै छैन कि हाम्रो जस्तो अब नाङ्गो छ पुरै यस्तै रहेको छ तर मलाई यहाँनिर फोटो खिच्न मन लाग्यो कसले खिचिदिनु होला नि यो अगाडि गएर म फोटो खिच्नेछु अनि म पोस्ट गर्नेछु यता चाहिँ सबै यस्तै खालको घर कि कस्तो राम्रो हो कस्तो राम्रो अनि कि सबैभन्दा बेसी चाहिँ म यो पहाड देखेर दङ्ग परिरहेको छु भने सजियोन मङ्गाको फुल यता ढकमक्क लाएर के भयो Choco